प्रस्तुत चलेको चलन टेलिसिरियल केवल तपाईहरूको मनोरञ्जनको लागि मात्र हो। यसमा प्रयोग भएका पात्र तथा घटनाहरू काल्पनिक हुन्। कसैको जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ। झगडाको बिउ पनि पैसाले रोप्छ। पैसाकै निम्ति मान्छे हदैसम्म झर्छन् डिस्को भट्टीमा पैसा छर्छन्। यस्तै छ यहाँ चलेको चलन, यस्तै छ यहाँ चलेको चलन। संस्कृति र परम्परा भए पुराना, विकृतिले झमै पार्यो बदलियो जमाना। उमेर ढल्या हजुरआमा ब्युटी पार्लर धाउने, कलेज जाने केटा केटी साइबरमा जाउने। यस्तै छ यहाँ चलेको चलन, यस्तै छ यहाँ चलेको चलन। घरकी स्वास्नी अर्कैसँग अफिसमा चक्कर, बागीको पुरपुरोलाई जहाँ पनि ठक्कर। नेता भने माथि माथि बोझ जति जनतालाई, भ्रष्टाचारलाई हाय हाय, सुशासनलाई बाई बाई। यस्तै छ यहाँ चलेको चलन, यस्तै छ यहाँ चलेको चलन। कोही छैन क्या हो? दुर्गाजी, हो दुर्गाजी? होइन को हो? ए धर्मजी पो। राम राम है, राम राम दुर्गाजी, राम राम। राम राम हो धर्मजी, राम राम। अनि कहिलेदेखि यो उमेरमा भगवानको नाम लिन थाल्नुभयो? होइन हो, लु बस्नु यहाँ कुरा गरौँ ल। भगवानको नाम लिन पनि उमेर चाहिन्छ र दुर्गाजी? त्यो त चाहिँदैन, तर हाम्रो नेपालीको बानी उमेर ढल्किँदै गएपछि यसो मोठ मन्दिर जाने चलन छ, अन्यथा नसम्झिने। यही त छ त हाम्रो नेपालीहरूको कमजोरी। अब समय छैन्जेल चुप लागेर बस्यो, भोलि गरौँला पर्सि गरौँला भन्यो। अब जब समय बित्दै गयो आपत र विपद, अनि सबै काम लथालिङ्ग बिग्रिन्छ। अनि अर्कोले अर्कोलाई दोष लाग्यो, उसले यता दोष लाग्यो, दोष हालहाल गर्यो, त्यत्तिकै लाग्यो। यस्तै छ यहाँ हाम्रो देशको चलेको छ। के गर्नु धर्मजी, अब तपाईँले र मैले गर्दा म त यहाँ हुने बेला केही छैन। अब गाउँमा यसो भनौँ भने ओ नेतागिरी हो भन्छन्। अब नेतागिरी भन्ने बित्तिकै अब जनताहरूले, अब गाउँको मान्छेहरूले टाउको दुखाएर आउँछन्। अब के गर्नु हामीले? होइन, टाउको नदुखाओस् पनि त कसरी हो? अब हाम्रो नेताहरूले अहिले टाउको दुखाउने भन्दा काम अरू केही नै गरेकै छैन। अब हेर्नुहोस् न, हाम्रो क्षेत्रबाट अनुहारै नदेखेको, कहिले जिन्दगीमै नदेखेको मान्छे उठाउने अरे, त्यस्ता मान्छेलाई टिकट दिन्छ अरे। अब कम्तीमा यो गाउँमा राम्रो विकास गर्ने समाजसेवी मान्छेलाई चाहिँ टिकट दिनुपर्छ नि। यो हाम्रो पार्टीको चाल पनि के हो? को रहेछ? के नामको मान्छे रहेछ? होइन, मलाई पनि थाहा भएन नि कस्तो मान्छेलाई पठाएको छ। चिन्दै नचिनेलाई पठाएको छ अरे। अब आफ्नो स्थानीय मान्छेलाई, चिनेको मान्छेलाई टिकट दिएला भनेर कत्रो आश गरेको। यस्ता कुराहरू तपाईँलाई पनि थाहा होला। आफू त आफ्नो लाइनमा हिँडिन्छ, यस्ता कुरा वास्तै गरिँदैन। होइन, हाम्रो गाउँको त्यो एउटा काइला भन्ने छ, त्यो घरमा आएर भन एउटा झ्याप्ले झ्याप्ले केटो आएको थियो अरे। भोलि घर दैलो कार्यक्रम छ, नेताजी आउँदै हुनुहुन्छ, कति परिवार हुनुहुन्छ, यसो चाहियो भने सुटुक्क भन्नु, यस्ता कुरा कसैलाई नभन्नु पो भनिन्छ अरे। पैसा पो बाँड्दैछ अरे त। खै त त्यो त पैसा बाँड्यो भने हामी आएको भए टन्न खाइन्थ्यो। खै आउँदैन नि मेरोमा। हे दुर्गाजी पनि खालि ठट्टा गर्नुहुन्छ। म कस्तो सिरियस कुरा गरिरहेको छु। के गर्नु धर्मजी, अब हाम्रै पार्टीले चाहिँ अब चिन्दै नचिनेकोलाई टिकट दिएपछि अब हामीले के गर्नु? अब यसो गाउँमा अब यसो जनताको दुःख सुखलाई बुझ्ने मान्छेलाई टिकट दिए अब के गर्नु? हामी मर्नु? त्यही भएर त होला नि यो पार्टी छोड्ने परित्याग गर्ने कुरो पनि। चित्त पनि दुख्दो, वर्षौँदेखि चाहिँ पार्टी सङ्गठनमा कुद्यो ऊ लास्टमा यस्तो
टिकट दिने भनेपछि आफ्नो पकेटको मान्छेलाई दिने, आफ्ना नजिकका मान्छेलाई दिने। धर्मजी छोडिदिउँ यस्तो कुराहरू, अफिस लाग्ने बेला भइसक्यो। ए हो त है साथी, ए मेरो त घडी पनि घरमै छोडेछ। लु त अब राम रामै भन्नु होला यही उमेरमा। लु राम 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 राम। सुन्नुहोस् त, तपाईँलाई मैले कहाँ देखेँ जस्तो लाग्छ? यसलाई पनि मैले कहीँ देखेँ जस्तो चाहिँ लाग्यो। खोइ मलाई पनि त्यस्तो चाहिँ लाग्यो। एउटै अनुहारको धेरै भइन्छ, के थियो होला? हाम्रो नेताजीको घर यतै भयो जस्तो लाग्थ्यो। राति आएको थियो, केही मेलै पाइएन हो। को नेता होला? एकजना त मेरै बेना हुनुहुन्छ, नाम भन्नुहोस् न। ज्ञानेन्द्र श्रेष्ठ। ए मेरै बेना हो, यहीँ पर पर्छ। के कामले भेट्न खोज्नु भएको थियो? काम भएर चाहिँ होइन, त्यही काम नभएर चाहिँ भेट्न खोजेको नि। मैले त तपाईँको कुरै पो बुझिनँ त। कुरा स्पष्टै छ नि, हाम्रो देशमा भएका कल कारखाना सही बन्द हुँदैछन्। बाटोघाटो बिग्रेर बाढी पहिरोले सबै लगेको छ, बनाएको छैन, वर्षौँ भइसक्यो। बजार भाउ बढेर महँगीले आकाश छोइसक्यो। दाइले केही काम मिलाइदिनुहुन्थ्यो कि भनेर नि। हेर्दा त तपाईँ कतै ब्याङ्कतिर काम गर्ने जस्तो देखिनुहुन्छ त। एउटा कारखानामा काम गर्दै थिएँ, कारखाना बन्द भएको पनि 1 वर्ष भइसक्यो। यसो नेताजीको अघि पछि लागेर सङ्गठनमा काम गर्दैछु। चुनाव भएर बुढाले जितेछन् भने यसो जाहिर मिलाइदिन्छन् कि भनेर नि। खोइ मलाई त थाहै भएन हौ भेनाको बारेमा। कति बेला बाहिर जानुहुन्छ, कति बेला आउनुहुन्छ, तपाईँलाई भन्नुभएको होला नि। ए भनेपछि तपाईँ ज्ञानेन्द्र दाइको साली? बाइ द वे म चाहिँ रितेश। म चाहिँ रूपा। मरीको हात त कस्तो नरम रहेछ यार, लाइनमा आउँछ कि क्या हो। तर फेरि बुढोले थाहा पायो भने मार्छ होला मलाई। के सोच्नु भएको? केही होइन, दाइ घरमा भेटिनुहुन्छ कि भेटिनुहुन्न भनेर नि। घरमै हुनुहुन्छ होला, जाउँ न त। ल जाउँ न त, जाउँ। यस्तै छ यहाँ चलेको चलन। यस्तै छ यहाँ चलेको चलन। के गर्छ यो? के बनाएको यो झाडु यस्तो? दिदीले छाडेपछि गति छाड्नुपर्छ। खोइ एउटा दाउ खोज त्यहाँ। लिनुहोस् तपाईँको दाउ। दाउ पनि भुत्ते तपाईँको गर्दन काट्दा पनि काट्दैन।
नमस्ते सन्चै हुनुहुन्छ सन्चै त बस्नु न नमस्कार त गर्नुभयो यहाँलाई चिन्न पनि सकिएन के कामको लागि आउनु भएको थियो भोलि हाम्रो नेताजीको घर दैलो कार्यक्रम छ त्यसैले तपाईँहरू सबै परिवारहरू घरमै बस्दिनु होला ए नेताको घर दैलो कार्यक्रममा हामी सपरिवारै घर बस्नुपर्ने कारण चाहिँ किन नि दिदी माइत जानु भएको आउनु भएको छैन घरमा भएको परेर यति त भेनाजु गएको भेनाजु यहीँ हुनुहुन्छ भित्र एकजना छ गाउँमा के कसो स्थिति छ जनताको कस्तो स्थिति छ त्यही बुझ्नु हाम्रो नेताजी भोलि आउनु यसो चाहियो भने पनि भने हुन्छ नि हो सहयोग भनेपछि पैसा पाइन्छ कि हो यस्तो कुराहरू त बिस्तारै बोल्नु नि अरूले सबैले सुन्ला हो बोल्नु दिनु नि त बोल्नु दिनु भोलिको भविष्यको कर्णधारहरू तिनीहरू नै हुन् फेरि अहिले महिला अधिकार पनि छन् ए यति भन्दै हामीले के को मैला दिएको कुरा यसलाई खाना लाउनु दिएकै छ ए धेरै खारै होला हेर्नु न चपाउँदा दाँतै बाहिर निस्क्यो यसको ल ल मैले भनेको सबै कुराहरू बुझ्नुभयो होला नि म अहिलेलाई चाहिँ लागेँ हुन्छ हुन्छ हामी सब परिवार घरैमा हुन्छौँ मान्छे गाडी मेरो बेइज्जत गर्नुपर्छ दिदी नहुँदा अगाडि खटाइ पनि त गर्नु पर्यो नि हो के साह्रै रिसा हो त अनुष्का इधर आ टॉयलेट में पानी नहीं तो पानी लेकर अनुष्का कनी हेरेर तँलाई मैले खेल्न पठाएको थिएँ नि के खेल्न बच्चा छु र म नेताज्यू के खेल्ने के भन्छ यो के भन्छु र खेल्न उल्न गई छुइनँ के भन्छ यो अब बक्सिङ वक्सिङ खेल्न पठाएको थियो नि यस्तो यस्तो ढिक्कराते पुर्याते ए त्यसो भन्नुहोस् न बिहान बेलुका खेलिरहेछु प्र्याक्टिस गरेकै छु तब त मलाई थोड़ा देखा के देखाउने फेरि के बात गर्छ त जो खेलेको छस् नि हा हा हु हु कराटे उराटे देखा देखाउन साथी चाहिन्छ नि साथी चाहिन्छ त म छैन अब मलाई के देखिस् जनावर तब त फेरि तपाईँलाई लागिहाल्छ तपाईँ रिसाइहाल्नुहुन्छ खाने नेताज्यू अरे बापरे टॉयलेटै बन्द भयो यस्तै छ यहाँ चलेको चलन
यस्तै छ यहाँ चलेको चलन। होइन हौ, अन्त त 11 जना जस्तो खेलेको देखिन्छ। त एक्लै खेल्दैछस् के हो यो? बोल चाहन्न है, केटाहरू आउँदैछन्, पास खेल्दै गरौँ। तिमीहरूका बाजेका श्राद्ध चाहिँ मैले गर्नु परोस्। दाँत हुँदैन भने मान्छेको आटामा हिँड्दैन कि टोरीमा खेल्नु नि त। तिनीहरूका छाला अलिक ठाउँमा खेल्न पनि खेल्ने बेलापछि खेल्दैन। सरी हे पण्डितजी, अन्जानमा लाग्यो। यो कराते खेलाडी फुटबल हान्न त्यति जान्दैन। सरी न दुना, खेल देखाउने ठाउँमा चाहिँ देखाउँदैनौ। अनि यहाँ बाटामा तिमीहरूका दाना लडाउँदै हिँड्छौ, तिमीहरूलाई लाज हुँदैन? सरी अरे, गाई नभएको जात्रा हाँडी गाउँमा। गुरु बिचके है। ए भिस्किनु दे। खेल्ने हो पण्डितजी? अलिले उमेरमा राम्रो पेसा अपनाउनु भएछ। राम्रो होस् कि नराम्रो होस् नि, अनि तिमीहरूको यो उमेर हो गोल खेल्ने? जात नछाड, बच्चाले जस्तो गोल खेलेर हिँडेको छ। ए पण्डितजी, फुटबल हो फुटबल, यो फुटबल हो। गोल भनेको त खेलाडीले गोल हानेर उहाँ पर पोलमा छिर्छ अनि जनताहरू गोल भनेको छ, त्यो पो गोल त, यो त फुटबल। लु भो अब धेरै नसम्झाऊ, पेसाले जे भए पनि त्यो गोल भनेको त लाटार पनि बुझ्छ के। त्यही गोल गर्छ र गोल भनेर कराउन भनेर बसेका 2 करोड नेपाली लास्टमा त्यही हेरिरहेको टिभी थु गरेर थुकेर निक्लिनु पर्यो। भनेपछि यसपालिको साफ गेम तपाईँले पनि हेर्नुभयो? के को साफ गेम नि? बरु फोर गेम चाहिँ भन न, फोर गेम। कस्ता हरा झुसीले किरा करा मलाई सिकाउने यो पण्डितलाई। अरे पण्डितजी, साह्रो रमाइलो मान्छे हुनुहुँदो रहेछ। अनि यो फोर चाहिँ कसरी? ए फोर कसरी? यो समातो त म बुझाउँछु फोर कसरी गरेर। यो गोल देऊ देऊ न। ए बुढा मान्छे हो, फोर भनेको यही हो, पास भन्ने दिनु छैन। अनि अनुशासन अरे, अनुशासनको नाममा अ पनि छैन। गोल खायो भन्दैमा गएर रेफ्रीलाई कुट्छौ, झगडा गरेर ताम्सिन्छौ, अनि पेनल्टी हानेको अरे। त्यो हान्दै नजानेलाई किन दिनु? पेनल्टी हानेको अरे यसरी लौ बाबु समाता भने यसरी दिन्छ, त्यो पनि पेनल्टी हो र? तात्तल साह्रो कुरो। ए पण्डितजी, सुर्ता नगर्नु, अब आउँदो सालको खेलाडी हामी हो। हामी कसरी पेनाल्टी छिराउनु पर्छ गोलको वर्ष हामी गरेर देखाउँछौँ के। तिमीहरूले विदेशी क्लबमा खेलेको भनाउँदाले त छिराएन। तिमीहरू झन् किपरको त्यो टाङ्गा मुनिबाटै छिराउँछ होला होइन? के कुरा गर्नुहुन्छ पण्डितजी? किपरको टाङ मुनिबाट होइन, ताल पर तपाईँकै टाङ मुनिबाट हालिदिन्छ, त्यस्तो खतरा छ। बाजी राख्ने हो पण्डितजी? मैले बल छिराएँ भने तपाईँले पैसा दिनु परेन, मैले छिराएन भने 1000 तपाईँलाई दिएर हुन्छ। खै केटा पैसा ले। लु लिनुहोस्। राम्रै हो कि क्या हो? राम्रै खेलाडी छन् क्या? लु साँच्चै हो र? छिराउने नै हो? छिरा यहीँबाट छिराउ नि त, छिराएन भने चाहिँ हेरौँला। गयो कि क्या? भाग
बजेका छ अनि मार्ने ठाउँमै हाल्ने यस्तै छ यहाँ चलेको चलन घरकी स्वास्नी अर्कैसँग अफिसमा चक्कर बागीको पुरपुरोलाई जहाँ पनि ठक्कर नेता भने माथि माथि बोझ जति जनतालाई भ्रष्टाचारलाई हाय हाय सुशासनलाई